जानु मजा आउँछ सेक्टर हेलो भन्नु ल ल मतिर ध्यान नदिकन बाह्रखरीलाई यसरी क हल्ला नगर भयो अब का कि कु यसरी पनि विद्यार्थीलाई यो बाह्रखरीको स्तरीय चार्ट 12 यसरी हामी सिकाउने गरेका छौँ। त्यस्तै गरी नेपालीमा विभिन्न साहित्यकारहरूको तस्बिर शैलीमा नामहरू लेखिएको छ। बाह्रखरीमा व्याकरण अन्तर्गतका काल र पक्षहरू कालका 5वटा पक्ष वर्तमान कालका 3टा पक्ष भविष्यत कालका 3टा पक्ष गरी यहाँ पक्षहरू सहित चार्ट दिएको छ। त्यस्तै वाच्य अन्तर्गत 3टा वाच्यहरू कर्तृवाच्य कर्मवाच्य भाववाच्य कर्तृवाच्यमा कर्मवाच्य र भाववाच्य दुवैमा परिवर्तन गर्न सकिन्छ। यसमा कर्ता प्रमुख हुन्छ सकर्मक र अकर्मक दुवै हुन्छ भनेर यो एउटा रूपद्वारा प्रकाशन गरिएको छ। त्यस्तै कर्मवाच्यमा कर्तृवाच्यमा मात्र परिवर्तन हुन्छ यो यसमा काम प्रमुख हुन्छ सकर्मक र अकर्मक सकर्मकमा मात्रै यो वाक्य परिवर्तन हुन सक्छ। यसमा द्वारा र बाट विभक्ति जोड्ने गरिन्छ। त्यस्तै भाववाच्यमा भाव प्रमुख हुने गर्दछ। कर्तृवाच्यमा मात्रै परिवर्तन हुने यो अकर्मक क्रियापद मात्रै यसमा प्रयोग हुने गर्दछ। लिङ्ग वचन पुरुष र आदर अनुसार क्रियापद राख्ने गरिन्छ। त्यस्तै विशेषण छ यहाँ कुनै पनि चीज वस्तुको विशेषता जनाउनलाई विशेषण भनिन्छ। यहाँ कस्तो कत्रो कति कुन भनेर विशेषणका कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ भने यहाँ उखानको वाक्यमा प्रयोग गरेर देखाइएको छ। हुने बिरुवाको चिल्लो पात काम गर्ने कालो मकै खाने भालु नाच्न नजान्ने आँगन टेढो त्यसको बारेमा यहाँ हामीले वाक्य पनि बनाएर प्रस्तुत गरेका छौँ। त्यस्तै गरी यहाँ सर्वनाम भनेर यहाँ सर्वनाम म त हामी तपाईँ ऊ यो त्यो यिनी यी सर्वनामहरू यहाँ लेखेर एउटा रूपको चार्टद्वारा त्यस्तै गरी यहाँ संयुक्त अक्षरहरू भनेर संयुक्त अक्षर लागेका शब्दहरू कसरी निर्माण गर्न सकिन्छ भनेर यहाँ प्रस्तुत गरिएको छ। यो ज्यालाई ज्यान भनेर ज्यान बनाइएको छ। ज्यामिति भनेर ज्यामिति बनाइएको छ। अनि ज्यादा भनेर ज्यादती बनाइएको छ भने ज्याकेट यसरी हामीले संयुक्त अक्षरबाट लागेका शब्द कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ। त्यस्तै कारक र विभक्ति छ। यहाँ कारक र विभक्ति हामीले तालिकाद्वारा प्रस्तुत गरेका छौँ। कारक र विभक्ति कुन कारक कुन विभक्तिले कसरी वाक्य बन्छ भनेर उदाहरण सहित दिएको छ। सम्बन्ध कसरी काम गर्ने प्रथम विभक्ति लाएर लेबाटद्वारा रामले काम गर्छ। द्वितीय विभक्तिमा लाई ल्याएर रमेशले प्रकाशलाई पिट्यो। यसरी हामी कारक र विभक्तिका माध्यमबाट कर्ता कारक कर्म कारक अधिकरण सम्पादन यिनीहरू 7 प्रकारका कारकहरूद्वारा 7 प्रकारका विभक्ति र 6वटा कारकद्वारा यो सम्बन्धलाई हामी कारकको रूपमा नचिने पनि विभक्ति शैलीमा यसरी वाक्य यसरी निर्माण गर्छ भनेर वाक्यद्वारा नै उदाहरण हामीले प्रस्तुत गरेका छौँ। त्यस्तै गरी यहाँ पुरुष
पुरुषको बारेमा दिएको छ। पुरुष 3 प्रकारका छन्, प्रथम, द्वितीय र तृतीय भनेर हामीले यसको बारेमा हामी प्रथम, त तिमी तिमीहरू द्वितीय, उनीहरू यिनीहरू तृतीय भनेर यसरी दिएको छ भने यो ऋतु नेपालीमा 6वटा ऋतुहरू छन् भनेर ऋतुको गरिएको छ। त्यस्तै हामी यहाँ विपरीतार्थ शब्दहरू भनेर विपरीतार्थ शब्द कसरी गर्ने भनेर उकालो ओह्रालो, अर्थ अनर्थ, आदि अन्त्य, असल खराब यसरी हामीले यो तालिका गरेर यसरी प्रस्तुत गरेका छौँ भने श्रुति सम्भिन्नार्थ सुन्दा उस्तै भए पनि यसका अर्थहरू फरक फरक हुने गर्दछ, भिन्न हुने गर्दछ भनेर यहाँ श्रुति सम्भिन्नार्थी शब्दहरूको पनि यस्तै तालिका बनाएको छ। कोट र कोट, कोट भनेको लुगा, कोट भनेको मार हान्ने ठाउँ, अब पहिला हात हतियारहरू राख्ने ठाउँ भनेर हामीले प्रस्तुत गरेका छौँ। आदि भनेको हुरी, आदि भनेको आधा भनेर हामीले यसरी यो यसरी पत्र मार्फत यसरी हामी राखेका छौँ। अनि नेपालीमा लेख्य वर्णको एकदम धेरै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। नेपालीका लेख्य वर्णहरूमा यी 10 प्रकारका लेख्य वर्णहरू हामी लेखेर यहाँ चार्टद्वारा प्रस्तुत गरेका छौँ। पूर्णविराम, प्रश्नवाचक चिन्ह, अल्पविराम, आश्चर्यवाचक उद्गार चिन्ह पनि भनिन्छ यसलाई, उद्धरण चिन्ह, निर्देशन चिन्ह, अर्धविराम, काखुट्टे चिन्ह भनेर तल र माथि गरेर माथि लेखियो भने माथि एरो दिइन्छ भने तल लेख्यो भने तल काखुट्टे चिन्हको प्रयोग गरिन्छ। त्यस्तै कोष्टक चिन्ह र रकार चिन्हहरू, रका धेरै प्रकारहरू छन् भनेर हामीले यहाँ प्रस्तुत गरेका छौँ। त्यस्तै नेपालीमा विभिन्न पत्रहरूको निर्माण अन्तर्गत शुभकामना पत्र तयार गरेका छौँ हामीले। यो शुभकामना पत्रको एउटा नमुना हो भने यो निमन्त्रणा पत्र प्रयोग बनाएका छौँ। यो निमन्त्रणा पत्र एउटा विवाहको निमन्त्रणा पत्रको नमुनाको रूपमा प्रस्तुत गरिएको छ भने समवेदना भनेर हामीले समवेदना प्रस्तुत गरेका छौँ। अनि त्यस्तै गरी यो रियल देश भएकै मान्छेको उनीको बेला अनि त्यसपछि काल र पक्ष भनेर हामी यहाँ सूत्रद्वारा काल र पक्षको बारेमा यहाँ विस्तृत जानकारी सूत्रद्वारा हामीले यहाँ चार्ट बनाएका छौँ। त्यस्तै अब यो 12 महिनाको तालिका भयो, कालहरू काल र पक्षको यहाँ अनि पदवर्ग पहिचान गर्नका लागि कसरी पदवर्ग पहिचान गर्ने, कति प्रकारको हुन्छ भनेर 9 प्रकारको नाम, सर्वनाम, विशेषण, क्रिया, नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात हामीले 9 विकारी र अविकारी गरेर फरक फरक रूपमा अनि कसरी पदवर्ग पहिचान गर्न सकिन्छ भनेर 9 तरिकाले हामी पदवर्ग पहिचान गर्छौँ। यो अनि त्यसपछि त्यो पदवर्ग पहिचानको बारेमा हामीले यहाँ दिएका छौँ भने यहाँ 7 बारको नामहरू, बारका नाम प्रस्तुत गरिएको छ। हस्त धन्यवाद। नेपालीमा यति शैक्षिक सामग्रीहरू बनाइएको छ। परिचय दिएर आफ्नो नाम भनेर गर है। ल यो त हल्ला बढी भयो के? ल त्यति गाइड गर्नु त म्याडम। ल भन। यो सुरुमा प्राइम नम्बर नम्बर which is not divisible by any numbers except and prime number. यो चाहिँ हो इभन नम्बर हो। 2, 4, 6, 8, 10, 12, 14, 16 पर्छ। अनि अड नम्बरहरू चाहिँ यस्तो कि 1, 3, 5, 7, 9, 11, 12, 13, 15, 19 पर्छ। अनि यो चाहिँ 4 बार हेर्नको लागि यो चाहिँ अबाकस गुणा गर्नको लागि यो घटाउन जोड्नु खै कसरी घटाउँछ देखाउँछ प्रयोग गरेर देखाउँदा कसरी हुन्छ। हामीले चाहिँ 1, 10 हन्ड्रेड गर्ने गरिने हो। अब चाहिँ 5बाट 2 घटाउनु पर्यो भने 1, 2, 3, 4, 5 भयो। अब यसलाई चाहिँ माथि लगिदिने 1, 2, 3, 4, 5 भयो। 5बाट 2 घटाउने भनेपछि हामीले चाहिँ यसलाई तल राख्ने, यो माथि भयो। अनि यहाँ 3 बाँकी रह्यो भनेर चाहिँ यसरी कन्सेप्ट लिन सक्ने भयो। अनि यतापट्टि देवनागरी नम्बर भनेको अब 1, 2, 3
नेपाली नम्बरहरू भयो हिन्दू अरेबिक न्युमेरल्स भनेको चाहिँ अब यो अङ्ग्रेजीमा 1 2 3 गरेर लेख्ने भयो रोमन नम्बर भनेको हो त्यो आई गरेर चाहिँ हामीले लेख्न सकिएको हो अनि यता एसेन्डिङ अर्डर भनेको चाहिँ सानोबाट ठुलोतिर जाने डिसेन्डिङ अर्डर भनेको ठुलोबाट सानोतिर जाने कुरा भयो अनि बेसिक 1 देखि 5 सम्म अथवा चाहिँ हायर लेभलसम्म पनि यो काम लाग्ने रुल्स अफ सिम्प्लिफिकेसन बदमास बी भनेको ब्राकेट अब यसमा चाहिँ स्मल ब्राकेटहरू कर्ली ब्राकेट बिग ब्राकेट अनि त्यसपछि यो बार अर भेनिकुलम ओ भनेको अफ अथवा अर्डर डी डिभिजन एम मल्टिप्लिकेसन भयो ए एडिसन र एस भनेको सब्ट्र्याक्सन यो टाइम सम्बन्धी अनि यसपछि यहाँ तलपट्टि छ यो वृत्त यो बाहिर चाहिँ यो रेक्ट्याङ्गल भयो भित्र सर्कल भयो विशेष गरी यो बेसिक लेभलको कक्षा 8मा यस्तो खालको प्रश्नहरू 5 मार्क्समा सोधिने भएको हुनाले यो विद्यार्थीहरूलाई सजिलो होला बुझाउनको लागि भनेर चाहिँ यो तयार गरिएको हजुर यो भनेको हाम्रो क्युब हो यसमा भर्टिसेसहरू 8वटा एजहरू 12वटा फेसहरू 6वटा छन् र यसको एरिया निकाल्ने फर्मुला 6a² र भोल्युम a क्युब अथवा l क्युब कसरी भयो त्यो बच्चालाई पढाउँदाखेरि अब यसको सूत्र 6a² भनिन्छ कि कसरी यसमा 6वटा पाटाहरू हुन्छन् त्यसलाई चाहिँ 6a² अनि यसको भोल्युम निकाल्दाखेरि लम्बाइ चौडाइ उचाइ सबै बराबर भएको हुनाले यसको एक र यसपछि यो पिरामिड अनि यो बेसिक लेभलमा 6 7 8 मा एकदमै काम लाग्ने भनेको रेखा र कोणहरू दुईटा समानान्तर रेखालाई एउटा छेदकले काट्दा यहाँ विभिन्न किसिमका कोणहरू बन्छन् जस्तै यो कोण र यो कोण भनेको आसन्न कोण भयो फेरि यो कोण र यो कोण भनेको संगत कोण भयो यो दुईटा कोण भनेको एकान्तर कोण भयो छेदकको दुवैतिर परेको अनि फेरि यी दुईटा कोण भनेको अब को इन्टेरियर एङ्गल अथवा कर्मागत भित्री कोण भनिन्छ यसको सम 180 डिग्री हुन्छ फेरि यी दुईटा कोणहरू भर्टिकल्ली अपोजिट एङ्गल्सहरू हुनु भन्ने चाहिँ विद्यार्थीहरूलाई राम्रोसँग कन्सेप्ट दिन सकिन्छ यसबाट र यो विद्यार्थीहरूद्वारा निर्मित गरिएको हो अब यो टाइप्स अफ एङ्गल यो विशेष गरी राइट एङ्गल भनेको जसलाई मेजर गर्दा एक्ज्याक्ट 90 डिग्री हुन्छ भने त्यसलाई राइट एङ्गल हो अक्युट एङ्गल भनेको 90 भन्दा सानो 0 भन्दा ठुलो बिचको एङ्गल अक्युट भनेको मोर देन 90 स्टेट भनेको एक्ज्याक्ट 90 डिग्री 180 डिग्री भयो अनि रिफ्लेक्स एङ्गल भनेको मोर देन 180 अनि कम्प्लिट भनेको 360 डिग्री अब यो मल्टिप्लिकेसन अफ साइन प्लस सेम साइनहरू मल्टिप्लाई गर्दा प्लस हुन्छ र अपोजिट साइनहरू मल्टिप्लाई गर्दाखेरि माइनस हुन्छ भन्ने धारणाको लागि चाहिँ एउटा जिज्ञासा राखेँ मैले यो मेटेरियल्सहरू राम्रो बनाउनु भएको छ यहाँ भित्तामा टाँसेर राख्नु भएको छ यसलाई त हामीले त कम्तीमा नि 1 वर्ष अथवा धेरै वर्षसम्म प्रयोग गर्नुपर्छ अब यो उक्काउँदा च्यात्तिन्छ होला यसको व्यवस्थापन कसरी गर्ने भन्नुहुन्छ अब यसलाई कार्डबोर्डहरू नै लिएर आएर त्यसलाई चाहिँ धन्यवाद सरको परिचय दिनुहोस् न म सोमनाथ अधिकारी यहाँको 6 7 8 को म्याथ टिचर गणेश कति वर्ष बोल्नु यहाँको बारे अलिक भोइस त्यो भएन एउटा स्याम्पल भएपछि भयो छोटो गरेर लेटर हो कि 7 डेजहरूको
चित्रको मान्छेले चित्र देखाएर खुसी हुने गर्छ यो चाहिँ हातमा लिएर नि देखाउन सकिन्छ बच्चाहरूलाई अङ्क अक्षर जे पनि सिकाउन सकियो हातमा लिएर अनि यिनीहरू चाहिँ सजावटको लागि बच्चाहरूलाई भन्दाखेरि विद्यालय अनि हजुरलाई त्यो प्री प्राइमेरीमा अथवा स्टडीको क्लासमा जब 6वटा कर्नरहरू छुट्याएर मेटेरियल्सहरू बनाउनुपर्छ भन्ने तालिम लिनुभएको छ नि है अनि त्यो अनुसार त बनाउनु भएको रहेनछ किन के कारणले बनाउनु भएन कि थाहै नभएर हो कि समय कम भएर एक दिनमा यहाँको कसले हो यता अरे उहाँहरूको ल यहाँबाट सुरु रहेछ ल म्याडम यता आउनु ल होइन फोटो बाल्नलाई रहेछ चित्र के छ त्यहाँभित्रको देख्न सक्नुहुन्छ ल ल ल यो चाहिँ हाम्रो सामाजिक विषय अन्तर्गत हाम्रो वेशभूषा भन्ने पाठ पढाउनको लागि वेशभूषाहरू देखाइएको छ यो वेशभूषाहरू यो गुरुङ जातिको वेशभूषा हल्ला बढी भयो कि नजिकबाट हेऱ्यो भने भित्र ठुलो देखिन्छ यो गुरुङ जातिको वेशभूषा अनि त्यसपछि आयो नेवार जातिको यस्तो गर्यो भने विद्यार्थीको ध्यान केन्द्रित हुन्छ पालै पालो देखाउने हो यो शेर्पा हजुर यो शेर्पा थारू जातिको तामाङ ब्राह्मण क्षेत्री थकाली लिम्बू मगर धेरै नै होला होइन हुन्छ ठिक छ अघि छ यहाँ यो पुरै हाम्रो सम्पूर्ण जात छ तर त्यति क्लियर देखेको छैन ठिक छ निकाल्न खोजेको अलिक मिल्दैन यस पछाडि हाम्रो खानेकुराहरूको छ यसमा सबै अन्तर्गत हाम्रा खानेकुराहरू बच्चाहरूलाई सिकाउनको लागि अनि त्यस पछाडि सानो क्लासको यो खानेकुरा पछि यो फलफुलहरू भइहाले त्यस पछाडि अल्फाबेट छ स्मल लेटर क्यापिटल लेटरको बच्चाहरूलाई यहाँ राखेर पढाउन सकिन्छ नजिकबाट यतिसम्म हुन्छ ल अरू सर के भन्नु पछाडि त्यो सामरी एउटै हो होइन यो स्थानीय विषय अब यो यता सामाजिक एक्चुअली ल अझ यी त सामान्य यस्तो परम्परागत अब यो सोसलको सुरु गरौँ है यसलाई भन्न परेन यहाँको खिचेको ल यो अगाडिको भन्नु त ल पछाडि सर यहाँको ल्यायो सर ल्यायो सर यो म्याप डिस्क्राइब गर्नु ल सर अलिअलि गर्नु यो हाम्रो 7 चैडल प्रदेशमा उत्पादन हुने अन्नबालीहरू अनि पश्चिम प्रदेशमा अलैँची चिया अनि मध्य प्रदेशमा धान अनि बागमती प्रदेशमा बोडी भट्ट अनि गण्डकी प्रदेशमा मकै लुम्बिनी प्रदेशमा दाल केराउ धान कर्णाली प्रदेशमा भट्ट कोदो मास गेडागुडी सुदूरपश्चिममा धान जौवा तोरी अरू त्यो के हो यो कम्प्युटरको यो घर यो गाउँघरको घर यो पनि त्यसपछि उता जाउँ उयो यो स्थानीय सामग्री मन्दिर ए मन्दिर हो नौलो देखेको ल
यो नेपालको नक्सा यो माछापुछ्रे गाउँपालिकाको नक्सा ल उदोको भन लैन अब प्रोटिनयुक्त कसले हो यहाँ पनि अगाडि बढाउन ठिक छ त्यहाँ के गर्नु डबल गर्ने भाइ ल बाबा परिचय दिएर गर नमस्कार, मेरो नाम सबित भण्डारी, म पृथ्वीनारायण माध्यमिक विद्यालयको छात्र हुँ। म आज हजुरहरू सबैलाई विज्ञानको प्रयोगहरू गरेर र आफ्नो भाषण वा आफूले बताएर हजुरहरूलाई सम्झाउने कोसिस गर्नेछु। सुरुमा हामीले देख्न सकिन्छ हावाको चाप वा यहाँ एउटा बोतल राखिएको छ। यसमा चाहिँ एउटा सुइरो छ। यसमा अहिले पानी निस्किरहेको छैन। यदि हामीले यो खोल्यो भने यसको पानी निस्किन सुरु गर्छ। किन भन्दाखेरि हाम्रो वायुमण्डलमा उपस्थित हावाहरूले वा अक्सिजनले यसलाई धोकालिरहेको हुन्छ। यदि हामीले यसलाई अझै थपियो भने यो अझै टाढा गर्छ, किनकि यसलाई हटाउनको लागि हावाले आफ्नो चाप यसमा दिइरहेको हुन्छ। यो चाप हामीलाई महसुस हुन सक्दैन, तर यदि हामीले यस्तो प्रयोग गरेर थाहा पाउन सक्छौँ कि हावाको पनि आफ्नो नै चाप हुने गर्छ। यदि यो बन्द गरियो भने अब चल्न सक्दैन, किनकि यसमा हावा जान रोकियो। यो टाइटली कसियो, त्यही भएर यसमा हावाभित्र छिर्नै सकेन, त्यही भएर यो रोकिसक्यो। यहाँ हामीले प्रोटिनयुक्त खानाहरू भनेर टाँसेको छौँ। केराउ, कान्छो सिमी, पहेँलो सिमी, मास, भट्ट, राजमा, बोडी, बदाम, मर्स्याङ, खाने च्याउ, कालो तिल, सेतो तिल, घिउ, मासु, मुसुरो, यस्तो चिजहरू वा यस्तो खाद्य पदार्थमा प्रोटिनको मात्रा एकदमै बढिरहेको हुन्छ, जसले हाम्रो स्वास्थ्यको लागि लाभदायी हुन्छ र स्वास्थ्य राम्रो बनाउनलाई मद्दत गर्छ। यता आउँदाखेरि हामीले यहाँ तल 3टा सेल र जडान गरेको बत्ती देखेका छौँ। यदि हामीले यसलाई जोडियो भने यसको बत्ती बोल्ने गर्छ। यदि हामीले अझै एउटा सेल ल्याएर थपियो भने यसको बत्ती अझै तीव्र हुँदै जान्छ। यदि अझै एउटा थपियो भने यसको फेरि बत्ती बल्ने क्षमता अझै तीव्र हुँदै जान्छ। यसको यदि हामीले यसलाई बनाइयो अहिले देख्न सक्नुहुन्छ हजुरले अझै यो बत्ती तीव्र भइरहेको छ। किन भन्दाखेरि यसलाई सेडिकम जडान भनिन्छ। यदि अझ यसमा सेलहरू थप्दै गयो र तारको मात्रा लम्बाइ बढाउँदै गइयो भने यो अझै लामो हुँदै जान्छ र यसको प्रकाश दिने क्षमता पनि बढ्दै जान्छ। यहाँ हामीले देख्न सकिन्छ पिरियोडिक टेबलको पहिलो 20वटा एलिमेन्ट हाइड्रोजन, हिलियम, लिथियम, बेरिलियम, बोरोन, कार्बन, नाइट्रोजन, अक्सिजन, फ्लोराइन, नियोन, सोडियम, म्याग्नेसियम, एल्युमिनियम, सिलिकन, फोस्फरस, सल्फर, क्लोराइन, आर्गन, पोटेसियम, क्याल्सियम गरी यहाँ 20वटा राखिएको छ र यिनको एटोमिक स्ट्रक्चर पनि यहाँ देखाएको हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसकै माथिपट्टि रहेको छ फोटोसिन्थेसिस। बिरुवाहरूले आफैले खाना बनाउने गर्छन्। हामी सबैलाई थाहा भएकै कुरा हो। हामी जसरी अरूमा निर्भर रहन्छौँ, तर बिरुवाहरूले आफैले आफ्नो खाना बनाइरहेका हुन्छन्। यस प्रक्रियामा चाहिँ अरू प्रक्रिया श्वास प्रश्वासको प्रक्रियामा चाहिँ हामी जसरी नै अक्सिजन लिने र कार्बन डाइअक्साइड बाहिर फाल्ने गर्छन्, बिरुवाले भने यो फोटोसिन्थेसिस गर्ने बेलामा चाहिँ यिनीहरूलाई कार्बन डाइअक्साइडको मात्रा चाहिएको हुन्छ। यसैसँग यिनीहरूले यहाँ देख्न सक्नुहुन्छ मिनरल्स, वाटर, सनलाइटहरू यस्तो अब्जर्भ गरिरहेका हुन्छन्। किन यसले नै उनीहरूले आफ्नो खाना तयार गर्छन् र जीवित रहन्छन्। यता हजुरले आर्टिफिसियल ग्रिन हाउसको मोडल देख्न सक्नुहुन्छ। यसलाई हामीले उदाहरण हाम्रो खेतीको बेमौसमी खेती गरिरहेका टनेल बनाएर गरिरहेका खेतीको बारेमा बुझ्न सक्छौँ। यसले यदि यो आर्टिफिसियल ग्रिन हाउसभित्र एउटा तापक्रम मेन्टेन भइरहेको छ वा तापक्रम बदलिन्न, जसले गर्दा अहिले हामीले नेपाली समाजमा धेरै बेमौसमी खेती गरेको देखिन्छ। यसरी नै पृथ्वीको वरिपरि पनि यस्तो घेरा रहेको छ, जसलाई नै ग्रिन हाउसकै नाम दिएको छ। यसमा ग्यासहरू रहेका छन्, जुन ग्यासहरूले पृथ्वीलाई सूर्यबाट आउने प्रत्यक्ष किरणबाट बचाइरहेका हुन्छन्, अल्ट्राभायोलेट रेजबाट बचाइरहेका हुन्छन्। यता हामीले सौर्यमण्डलको परिवार देख्न सक्छौँ। सूर्य यसकै परिक्रमा गर्छन् र यिनीहरूको अर्बिट पनि बनाइएको छ। बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, बरुण गरेर यहाँ हामीले सौर्यमण्डलको परिवारलाई देखाउन खोजिएको छ भने यता हेर्न सक्नुहुन्छ हजुरहरूले न्युटनको थर्ड ल।
सरी हामीले तर यदि यो नफुटेको भए यो उतातिर जाने थियो किन कुनै पनि वस्तु न्युटनको ठड्ला अनुसार कुनै पनि वस्तु समानान्तर र विपरीत त्यो ऊर्जा उत्पन्न गर्ने गर्छ त्यही भएर यदि यो यता बल लगाउने थियो र यो उतापट्टि सर्ने थियो हामी हजुरसँग माफी माग्न चाहन्छौँ किनकि यो प्रयोग विफल भयो हामीले डिएनए देख्न सकिन्छ यो सबै मातापिताबाट आफ्नो सन्ततिहरूमा सर्ने गर्छ यो डिएनएले आफ्नो वंशानुगत गुणहरूलाई आफ्नो सन्ततिहरूमा पठाउँछ त्यसैले कसैको परिवारमा हजुरले देख्न सक्नुहुन्छ हामीले भनिरहेका नि छौँ यो त बाउ जस्तै रहेछ यसको दाजुभाइको अनुहार एउटै परेको रहेछ यो सब हुने कारण नै डिएनएको कारणले हो यता हामीले यस्ता फ्रुटहरूको बारेमा राखेको छ भने कार्बोहाइड्रेटयुक्त खानाहरू टाँसिएको छ भिटामिनयुक्त खानाहरू टाँसिएको छ कार्बोहाइड्रेट हामीले धेरै जसो चामल जौ धान कोदो आलु सेतो मकै पहेँलो मकैबाट पाउने गर्छौँ हामीले यो सेवन गरियो भने हामीलाई कार्बोहाइड्रेटको कमी रहँदैन भने भिटामिनका लागि हामीले फर्सी स्याउ पालुङ्गो मेवा सिमी गाजर जस्ता खानेकुरा खान सक्छौँ यहाँ चाहिँ हामीले हाइड्रोकार्बनको इथेन मोडल राखेका छौँ यहाँ निलोको मतलब हाइड्रोजन रातोको मतलब कार्बन छ कार्बनको भ्यालेन्सी 4 हुन्छ त्यसैले यसले 4वटा हाइड्रोजन लिइरहेको छ वा 4वटासँग जोडी बनाएको छ भने हिलियमको भ्यालेन्सी 1 मात्र हुन्छ जसका कारणले यसले एउटा कार्बनसँग मात्र बनाएको छ हामीले यहाँ चित्रमा नि हेर्न सक्छौँ यिनीहरू सबले यहाँ एउटासँग मात्र कार्बनसँग मात्र बनाएको छन् भने यहाँ पनि प्रत्यक्ष अवलोकन गर्न सक्छौँ कि यिनीहरू 3जनाले एउटासँग मात्र बनाएका छन् कि अनि किनभने तिनीहरूको भ्यालेन्सी 1 छ फेरि यसले हेर्न सक्नुहुन्छ यो कार्बनले 4वटैसँग बनाएको छ 1 2 3 4 1 2 3 4 किनकि यसको भ्यालेन्सी 4 छ जति धेरै भ्यालेन्सी त्यति धेरै उसले अरूसँग लिन पर्ने वा पेयर बनाउने क्षमता यता कार्बनको एटमको बारेमा देखाइएको छ यहाँ चाहिँ सुरुको एटममा 2टा भन्दा बढी राख्न पाइन्न त्यसपछि 4 त्यस्तो गर्दै हामीले राख्न पाउने सङ्ख्याहरू 8 भन्दा बढी राख्न पाइँदैन त्यसरी नै यहाँ यसलाई सिम्बलमा सीले जनाइन्छ यसको एटमिक मास 12.01 हुन्छ भ्यालेन्सी 4 हुन्छ यसको ग्रुप छुटाउने सजिलो तरिका छ जो यिनीहरूलाई गर्ने वा यहाँ कतिवटा छन् इलेक्ट्रोनहरू यहाँ 1 2 3 4वटा छन् मतलब यसको आइभी यो ग्रुप नम्बर 14 मा पर्यो त्यसपछि एटोमिक नम्बर यहाँ जतिवटा प्रोटोन वा इलेक्ट्रोन हुन्छ यिनीहरूको सङ्ख्या गर्न सकिन्छ 1 2 3 4 5 6 भन्दा यसको एटोमिक नम्बर भयो 6 यसको नेचर नन मेटल हुन्छ यसको पिरियड थाहा पाउनको लागि यो 2टा गर्न सकिन्छ यदि यहाँ अझ एउटा 3टा आयो भने अरू कुनै पनि उसमा 3टा आयो भने यसको पिरियड चाहिँ 3 हुन जान्छ यसरी हाम्रो यहाँ पार्ट्स अफ फ्लावर प्लान्ट यहाँ चाहिँ हामीले फ्लावरिङ प्लान्टको देखाइएको छ जसमा एउटा फुल फुलेको छ पात अनि यहाँ एउटा फल फलिरहेको देख्न सकिन्छ अनि यो काण्ड वा स्टिम भयो यो जरा वा रुट भयो धन्यवाद यतिमै हाम्रो सकिन्छ त्यसो भने हामीले माथि नै रक्त सञ्चार प्रणालीको बारेमा देखाइएको छ भने उता लिङ्ग निर्धारण चार्ट देखाइएको छ उता बुवा र आमाबाट कति प्रतिशत छोरा वा छोरी जन्मिने प्रोबाबिलिटी छ भनेर देखाइएको छ जुन चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ 50% रहेको छ हाम्रो आजको प्रश्न यही नै हो धन्यवाद तिमीलाई पनि students of class math. Today we are showing this teaching materials. First of all, use the common abbreviation and short forms. There are the array and random of SS memory and
SMS, short message service, and here are the good manners or good habit. There are polite habit. There are excuse me, thank you, or you're welcome, I'm sorry, may I, nice to meet you, please. And here are the tense. There are 4 types of tense, like present, past, future, simple past, present tense, present continuous tense, present perfect tense, present perfect continuous tense, simple past tense, past continuous tense, past perfect tense, past perfect continuous tense, future, simple future tense, future continuous tense, future perfect continuous tense, future perfect continuous tense. Next one. And there are preposition on, in, beside, between, below, over, under, next to, behind. These are all prepositions. And there are 5 vowels, letters A, E, I, O, U. Vowels. And these are symbols in English. These are the most important symbols. There are most used symbols in English letter. Dash, comma, full stop, stroke or slash, exclamation mark, question mark, square brackets, colon, parentheses of round brackets, quotes, ellipsis, double quotes, semicolon, hyphen, apostrophe, and there are no dogs feeding, keep physical distance, no smoking, keep silence, and there are our weather, rainy, cloudy, sunny, windy, stormy, and there are types of doctors. Doctor of heart is cardiologist, doctor of bone is orthopedic, doctor of child is pediatrician, doctor of kidney nephrologist, and there are months January, February, March, April, May, June, July, August, September, October, November, December.